नमस्ते, हेलो एभ्रिवान। आज म तपाईहरुलाई घरमै गरम मसला कसरी बनाउने भनेर देखाउने छु। बजारबाट किनेर ल्याएको मसलाको तुलनामा यसरी घरमै बनाएको मसला निकै ताजा हुन्छ र यो राखेर बनाएको परिकारहरू पनि स्वादिष्ट बन्ने गर्छ। दालचिनी, सुकुमेल, ल्वाङ जस्ता कुराहरूको प्रयोग हुने हुँदा यो मसला निकै बास्नादार हुन्छ। विशेषतः नेपालमा यो मसला चाडपर्व र भोज भतेरहरूमा बनाइने गरिन्छ। माछा मासु जस्तो परिकारमा त झन् गरम मसला नभई हुँदैन। सामान्य तरकारीमा पनि गरम मसलाको प्रयोग गर्न सकिन्छ। नेपालमा गरम मसलाको प्रयोग शताब्दीयौंदेखि हुँदै आएको छ। गरम मसला बनाउन चाहिने सामग्रीहरूमा आधी कप धनिया गेडा, 3 टेबलस्पुन जीरा गेडा, 4 वटा दालचिनी स्टिक मिडियम साइजको, 4 वटा तेजपात, 1 र आधी टेबलस्पुन जावित्री, हरियो सुकुमेल 1 टेबलस्पुन अथवा 25 वटा, आधी टेबलस्पुन मरिच, 4 वटा अलैंची, 1 टेबलस्पुन ल्वाङ अथवा 30 वटा गनेर, 1 टेबलस्पुन नेपाली सुपको गेडा अथवा धुलो, एउटा जाइफल, 2 वटा चक्री फूल र आधी चिया चम्चा हिङको धुलो। पिस्न सजिलो बनाउनको लागि तपाईहरु यी मसलाहरूलाई चर्को घाममा 2 घण्टा जति सुकाउन सक्नुहुन्छ अथवा रनक्क तातेको प्यानमा 15 सेकेन्ड जति भुट्न सक्नुहुन्छ। प्यानमा रोस्ट गरेर बनाएको मसला भन्दा घाममा सुकाएर बनाएको मसला धेरै समयसम्म टिकाउन सकिन्छ। मैले यी सम्पूर्ण मसलाहरूलाई चर्को घाममा 2 घण्टा जति सुकाएको थिएँ। म यी सम्पूर्ण मसलाहरूलाई एकपछि अर्को गर्दै यो मिक्सरमा राख्न जाँदैछु। र अन्तिममा तेजपत्ता। अब यसलाई बन्द गरेर एकदमै मसिनो धुलो हुने गरेर म यो मिक्स गर्नेछु। मैले यसलाई 3 मिनेट जति एकदम मसिनो हुने गरेर पिने। तपाईहरु आफ्नो आवश्यकता अनुसार मसिनो या खस्रो बनाउन सक्नुहुन्छ। यस्तो देखियो यो। अब म यसलाई बोतलमा खनाउन जाँदैछु। यति बनेको छ 7 आउन्स जति। मसला धेरै समयसम्म टिकाउनको लागि एयरटाइट भाँडामा बन्द गरेर राख्नुपर्छ। अब यो गरम मसला तयार भयो। तपाईहरु पनि बनाउनु होला अनि कस्तो भयो कमेन्ट गर्न नबिर्सिनु होला। भिडियो हेर्नु भएकोमा धन्यवाद। लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। अर्को नयाँ भिडियोको लागि भर्चुअल नेपाली च्यानल हेर्दै गर्नु होला। धन्यवाद।